दर्शकबिनियाहरू सम्पूर्णमा नमस्कार। म तपाईँहरूकै साथी उपेश लिम्बू। अहिले चाहिँ म यो इलाम जिल्लाको माई नगरपालिका वडा नम्बर 8 मङ्गलबारे भन्ने ठाउँमा छु। यहाँ चाहिँ आज विशेष गरेर हाम्रो बाँसुरी वादक हाम्रो नरबहादुर तामाङज्यूसँग भेट भइसकेपछि उहाँले आफ्नो बाँसुरीको कलाहरू प्रस्तुत गरिरहनु भएको छ। यहाँको एकदमै अत्यन्तै मिलनसार व्यक्तित्व पनि हुनुहुन्छ। उहाँ पेसाले चाहिँ टिचर पनि हुनुहुन्छ र विभिन्न साथीभाइहरूसँग मिलेर हाँसेर दिनभरि खाली समयमा अनि कुनै बेला बिदाको समयमा चाहिँ उहाँले गाउँमा यसरी साथीभाइहरूसँग मिलेर हाँसेर अनि कसै साथीभाइहरूसँग भेटघाट हुँदाखेरि भिडियो बनाउन त सर भन्दाखेरि उहाँले कहिले पनि नै अवश्य भन्नुहुन्न। र आज म उहाँसँग भेट भएको छ। भेट भइसकेपछि मैले उहाँलाई रिक्वेस्ट गरिसकेपछि यसरी बाँसुरी बजाएर केही मनोरञ्जन देखाइरहनु भएको छ। अत्यन्तै खुसी लागेको छ। उहाँको प्रस्तुतिलाई पक्कै पनि यहाँहरूले मन पराएर साथ सहयोग गर्नुहुन्छ भन्ने मैले पूर्ण विश्वास लिएको छु। सरको अहिले तपाईँले पक्कै पनि आफ्नो प्रस्तुतिहरू बाँसुरीबाट सुनाएर दर्शकलाई सुनाइदिन म आग्रह पनि गर्न चाहन्छु। पक्कै पनि अहिले उहाँले स्लो मौसममा आफ्नो बाँसुरीबाट सुनाइराख्नु भएको छ। यस्तै खालको चाहिँ प्रस्तुतिहरू धेरै सुनाउनुहुन्छ। उहाँ एक खालको गाउँको सबै साथीभाइहरूले गाउँ छोड्दै गर्दाखेरि र उहाँले चाहिँ अहिलेसम्म यो ठाउँ छोड्नु भएको छैन। म जहिले पनि यहाँ आफ्नो गाउँ बस्तीमा आउँदाखेरि हाम्रो नरबहादुर सरलाई एकचोटि भेट्ने प्रयास गर्छु। तर अब विभिन्न व्यस्तताको बावजुदहरूले कोही समयमा त भेट्न सकिँदैन। तर पनि आज चाहिँ उहाँसँग अचानक भेटघाट भइसकेपछि चाहिँ पक्कै पनि नरबहादुर सर एकचोटि बाँसुरी बजाइदिनुपर्छ भनिसकेपछि उहाँले पक्कै पनि हामीमाझ बजाएर यतिखेर सुनाइराख्नु भएको छ। यो आफ्नो कला हो, आफ्नो प्रस्तुति हो, आफ्नो संस्कार आफूले जानेको यसरी बजाएर हामीलाई सुनाउँदाखेरि अत्यन्तै खुसी लाग्छ। अहिले माई नगरपालिकामा टन्टलापुर घाम लागेर पक्कै पनि गर्मीको समयमा हामी यसरी घरमा बसेर गफगाफ गर्ने क्रममा हाम्रो नरबहादुर सर आएर चाहिँ यसरी हामीलाई बाँसुरी बजाएर सुनाइराख्दाखेरि अत्यन्तै खुसी लागिरहेछ। अहिले तिरिरी बाँसुरी बज्यो बनैमा भन्ने धुन लाएर चाहिँ यतिखेर हामीलाई मनोरञ्जन दिइरहनु भएको छ। पक्कै पनि मलाई खुसी लागिरहेछ। अहिले इलाम जिल्लाको माई नगरपालिका वडा नम्बर 8 मङ्गलबारेदेखि यही 50 मिटर माथि यतिखेर हामी यो टन्टलापुर घाम लागिरहेको अवस्थामा चाहिँ घाम लागेर चाहिँ हामी शीतलमा बसिरहने क्रममा चाहिँ हाम्रो नरबहादुर सरसँग भेट भइसकेपछि पक्कै पनि हामीले
अ, बाँसुरी लिएर साथमा आइसकेपछि हामीले बाँसुरी नबजाउनु भन्न सकिरहेको छैन, बजाइरहनु भएको छ, हामीलाई सुनाइरहनु भएको छ। हाम्रो साथमा यता पछि पछाडि हाम्रो साथीहरू पनि हुनुहुन्छ। यो बाँसुरी बजाउने सबैसँग चाहिँ यो कला प्रस्तुतिहरू सबैसँग कहाँ हुनसक्छ र कोही कोही व्यक्तिले पक्कै पनि आफ्नो कलाहरू लिएर आएको हुन्छ। 100मा 5%ले चाहिँ लिएर आएको हुन्छ यो कलाहरू। तर सबैले त यस्तो कलाहरू लिन सक्दैन। तर हाम्रो नरबहादुर सरले यसरी बजाएर हाम्रो गाउँ बस्तीका साथीहरूलाई यसो मनोरञ्जन गराएर चाहिँ आफ्नो कलाहरू देखाइदिनुहुन्छ। त्यसरी नै गाउँ बस्तीमा यसरी मनोरञ्जन भइरहेको छ। पक्कै पनि पहिल्यैदेखि हामी एउटा बाल्यकालको एकजना साथी पनि हो। उहाँ एकदमै मिलनसार व्यक्ति पनि हुनुहुन्छ। उहाँको काम भनेको चाहिँ अब शिक्षक हो। अब अहिले खाली समय भइसकेपछि चाहिँ हामी साथीभाइहरूसँग भेट्ने, बाँसुरी बजाउने अनि विभिन्न मनोरञ्जन देखाउने उहाँको यो पहिल्यैदेखि प्रचलन पक्कै पनि भुलेको छैन। गाउँ बस्तीमा यसरी बाँसुरी बजेर अनि चारैतिर हरियो वनस्पतिहरूले अनि ढकमक हुँदाखेरि अत्यन्तै मन एउटा शीतल बनेर आउँछ। यो एकदमै राम्रो लाग्छ मलाई चाहिँ। अब गाउँमा यतिखेर